नमस्ते साथीहरू। आज हामी हाम्रो आफ्नै घरको लोकल अर्ग्यानिक मेवा हामी खान गइराखेका छौँ। हामी धेरैजसो यो मेवा हामी खाइबसेका हुन्छौँ, किनकि यो हाम्रो आफ्नै बारीमा छ। हामीले यसलाई खरिद गर्नु पर्दैन र तपाईँ र मेरो स्वास्थ्यको लागि पनि निकै फाइदाजनक छ। अझै यो गर्मीको मौसममा त तपाईँ र मलाई यसले निकै महत्त्वपूर्ण भूमिका खेल्दछ। हाम्रो शरीरको लागि एकदमै पौष्टिक आहारको रूपमा यो गनिन्छ। त्यसै कारणले हामी यसलाई काटेर हामी धोइ पखाली गरिकन हामीले यस समयमा हामी यसलाई चिरफार गर्दैछौँ अनि यसलाई टुक्र्याउँदैछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ। अचम्मको कुरा, यो भित्र कति मेवाभित्र चाहिँ हामी दाना नै भेट्दैनौँ साथीहरू। कुनैमा हामी 2-4वटा यता कता पाउँछौँ, तर कति धेरै जसो मेवामा हामी दाना भेट्दैनौँ। के साथीहरू, के तपाईँको घरमा पनि यो यस्तै हुन्छ या तपाईँहरूकोमा दाना भेटिन्छ? केही समय अगाडि, केही वर्ष अगाडि अथवा त्यो लगभग 12-13 वर्ष अगाडिको कुरा, जब हामी धादिङमा मेवा टिप्थ्यौँ र यसरी नै हामी खान्थ्यौँ, त्यो समयमा चाहिँ त्यो मेवाको भित्र एकदमै दाना हुन्थ्यो। यो पँयालो मेवाभित्र चाहिँ भित्र कालो दानाहरू हामी भेट्ने गर्थ्यौँ, तर यसमा चाहिँ हामी कतिपटक दानै भेट्दैनौँ। यो चाहिँ के हो, के कारणले हो म जान्दिनँ, तर पनि यो तपाईँ र मेरो शरीरको लागि निकै यो गर्मीको महिनामा निकै यसले फाइदा पुर्याउने भएको कारणले हामी यसरी दैनिक रूपमा अथवा हप्तामा 2-3 पटक चाहिँ हामी यसलाई खाने गर्छौँ। अनि आजको दिनमा पनि हामी परिवारसँगै मिलेर हामीले खाइराखेका थियौँ र मेरो सानो छोरीले पनि हेर्नुहोस् त कति मजाले खाइराखेको छ। अनि निकै मन पराउँछ उसले पनि यो मेवा चाहिँ, उसले पनि निकै खान्छ। यो हेर्नुहोस् त कति मजाले उसले खाइराखेको छ। तपाईँहरू पनि यदि कोही इच्छुक हुनुहुन्छ, तपाईँ मेरो आसपासमा हुनुहुन्छ भने तपाईँहरूले खबर गर्नु होला, हामीसँग छ। अनि यसलाई कुनै पनि मूल्य तपाईँले तिर्नु पर्दैन। यदि तपाईँहरू हामीसँगै पार्टिसिपेट भएर सँगै बसेर खान चाहनुहुन्छ भने पनि तपाईँहरूले खान सक्नुहुन्छ। यो बुढी मान्छेले पनि यसलाई सहजै खान सक्नुहुन्छ, किनकि यो कमलो र गिलो भइसकेको हुन्छ। अनि थोरै दाँत भएको, दाँत कमजोर भएका व्यक्तिहरूले पनि यसलाई खान सक्छौँ। हेर्नुहोस् त यो मजाले हामीले खाइराखेका छौँ। अनि यो चाहिँ निकै मिठो छ साथीहरू। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला। हस्, धन्यवाद।